केटा हो अब म चाहिँ कन्सर्ट जान लाग्यो है। आज चाहिँ मेरो फेभरेट सिङ्गर बात्रिका एम राई सिङ्गिङ छ क्याटवक पोखरा जान लाग्यो है। अब लुगा सुगा लगाइसक्यो, ज्याकेट लाउनु बाँकी छ र अब जाडो छ लास्टै बाहिर होइन। रेडी भइसकेँ अब। ड्रिम ड्रिम कम ट्रु जस्तै हो यो भनेको। बात्रिका एम राई होइन, त्यही हो। भेरी एक्साइटेड है, खत्रै हो एक्साइटेड त फेरि। एकदम सानैदेखि एकदम मनपर्ने सिङ्गर हो। जस्ट आज चान्स पाइयो, हेरौँ कस्तो हुन्छ। लेट्स सी होइन। रोशन आउँछु भने दाइ त्यहाँ मलाई लिन आउँछु भने स्कुल बाइकमा, अनि जानुपर्छ क्याटवक होइन। अनि टक्क फोटोसोटो खिचेर अब पाइयो भने त्यहाँबाट दाइ हुनुहुन्छ चिनेको, दाइले पाइयो भने बात्रिका एम राईसँग फोटोसोटो खिचिन्छ होइन। त्यही हो। ल गाइस होइन, यो ल यो चाहिँ मेरो सुरुवात हो अब नयाँ भ्लगहरूको लागि भिडियोहरू होइन। ल त्यही हो, सी यू। मैले चाहिँ गाडी पाइनँ सुरुमा, अनि एकछिन रोडमा उभिएँ, अनि एकछिन पछि आयो गाडी, अनि यही गाडीमा चढेको, बिरौटासम्म गयो यो गाडीमा। हेलो केटा हो, म अब यहाँ लेक साइड आइभएँ स्कुटरमा। बात्रिका एमको लागि कन्सर्ट हुन आएको। साथीहरू आउँदैछन्, अगाडिबाट साथीहरू आउँदैछन्। अब एकछिनमा हो सङ्गम आउँदै रहेछ। स्कुटरमा आएको, हेलमेट नि छ, लेक साइडमा छु, जाडो भयो ज्याकेट लगाएको, त्यही हो। हेलो हेलो, म चाहिँ यहाँ कन्सर्टमा आइसकेँ एक्लै स्कुटरमा। चिसो थियो लास्टै, कोही नि आएनन् केटाहरू। अब आउँदैछ सङ्गम चाहिँ, एक्लै पुगेँ। टाढा त हाँसेर हिँड्छ, रमाइलो भयो एक्लै आउन नि। चिसो चिसो स्कुटर रिजर्भमा चलिरहेको, कति बेला भ्याइन्छ थाहा छैन, त्यही हो। 1 बजे भ्याइने भनेको बल्ल सुरु हुन लाग्यो 1 बजे। भन तिम्रो विचार बात्रिका एकदम वेटिङ है, एकदम धेरै वेटिङ। धेरै ऱ्याङ गरेको लोकल ब्यान्डले।